साथीहरू, वेलकम टु न्यू ब्लग। आज चाहिँ म पकौडा बनाउन आँट्दैछु अनि यहाँ कोपी काट्दैछु हैन। अनि मैले कोपी काटेँ, त्यसपछि कोपी काटिसकेपछि प्याज काट्दैछु हैन। अनि प्याज र कोपी मजाले काटिसकेपछि त्यसलाई म मिक्स गर्दैछु। यहाँ प्याज र कोपी मिक्स गरेँ, त्यसपछि प्याज र कोपी मिक्स भइसकेपछि त्यसलाई मजाले मोलेँ अनि त्यसपछि त्यहाँ माथिबाट मैदा हालेर त्यो अब कति चाहिन्छ आफूलाई त्यस्तै मैदा हालेर अनि मसलाहरू हाल्यो। त्यो पकौडामा अब के चाहिन्छ त्यो मसलाहरू, नुनहरू चाहियो। अनि यहाँ चाहिँ मसँग कलर थिएन अनि मैले बेसार हालेँ अनि खोर्सानी पनि हालेँ। धुलो खोर्सानी थिएन, त्यस भएर काँचो खोर्सानीहरू मिक्स गरेँ। अनि त्यहाँबाट सबै मसलाहरू हालेर थोरै पानीहरू हालेर त्यसलाई मजाले मिक्स गरेँ। अनि सुरुमा चाहिँ कलर थिएन नि त, अलिक कस्तो सेतो देखिरहेको थियो। अनि मजाले त्यसलाई मिक्स गरिसकेपछि एकछिनमा त्यसबाट कलर पनि आयो, बेसारको कलर थियो नि त मजाले, त्यही भएर देखिरहेको थिएन। अनि यहाँ आगो पनि फुक्यो, आगोमा पकाएको चाहिँ एकदम मिठो हुन्छ। अनि तेल हालेँ अनि त्यहाँबाट फर्स्टमा तेल तातो कि तातिन भनेर यसो एउटा हालेँ। अनि त्यसपछि तेल मजाले तातिसकेको रहेछ अनि मैले चारवटा हालेँ अनि चारवटा फ्राई भयो, मजाले फ्राई भयो। अनि त्यसपछि निकालेँ।